Click on Zombie Apocalypse. यहाँहरूलाई स्वागत छ डेस्कटप भित्र। हामी सबैभन्दा पहिला डेस्कटप डिजाइनिङ बुझ्नु अगाडि के बुझ्नु पर्यो भन्दाखेरि हामीले डेस्कटप किन डिजाइन गर्छौं त भन्दै गर्दा हामीले जस्तै हाम्रो कोठा व्यवस्थित पार्नु जरुरी छ। जस्तै हामी बस्ने कोठामा बेड, टेबल, कुर्सी, सोफाहरू या कार्पेटहरू राम्रो मिलेको छ भने हामीले त्यो कोठामा बसेर काम गर्न रुचाउँछौं र बस्न पनि मन पराउँछ। तर यदि सबै कुरा छरपास्ट पारिएको छ भने हामीलाई न बस्न मन लाग्छ न त काम गर्न नै मन लाग्छ। त्यसैगरी हाम्रो डेस्कटप र हाम्रो स्क्रिन भने कस्तो भन्दाखेरि हामी त्यहाँ बसेर हामी काम गर्छौं। यदि हाम्रो स्क्रिन राम्रो छैन भने हामीले के गर्छौं, काम गर्न सक्दैनौं। त्यही भएर हामीलाई के गर्नु पर्यो, हाम्रो स्क्रिन हाम्रो अनुसारले सजाइएको हुनु पर्यो। यहाँको डेस्कटपको ब्याकग्राउन्ड यो जुन फोटो देखिएको छ पछाडिपट्टि, यो हामीले डेस्कटपको ब्याकग्राउन्डमा राख्ने फोटो, यो आइकन्सहरूको साइज, आइकन्सहरूको टाइप, त्यसैगरी यो रिबन, यिनीहरूलाई के गर्नु पर्यो, हामीले हाम्रो हिसाबले डिजाइन गर्नु पर्यो। जस्तै यसलाई सबभन्दा पहिला सुरु गरौँ केबाट भन्दाखेरि आइकन्सबाट। यिनीहरू जति देखिरहनु भएको छ स्क्रिनमा यसलाई के भनिन्छ, आइकन। यो कम्प्युटर रिसाइकल बिन आइकन, डेस्कटप आइकन, यो डिजाइनिङ भन्दा यिनीहरू जति देखिरहनु भएको छ आइकन भन्ने यसलाई भनिन्छ। र यो डेस्कटपमाथि राखिन्छ, यो सी ड्राइभमा हुन्छ। जति पनि डेस्कटपमा हुने फाइलहरू हुन्छन् सम्पूर्ण फाइलहरू सी ड्राइभमा हुन्छन्। सो सबभन्दा पहिला हामी के गर्छौं भन्दाखेरि लेफ्ट क्लिक र राइट क्लिक बुझ्छौं। लेफ्ट क्लिक भनेको कुनै पनि कुरालाई सेलेक्सन गर्न, एकचोटि क्लिक गर्नुस् सेलेक्ट गर्छ, या डबल क्लिक कुनै फोल्डरमा गर्नुस् त्यो फोल्डरलाई ओपन गर्छ। जस्तै यहाँनिर डबल क्लिक गरे यसले ओपन गर्यो, फेरि यसलाई क्लोज गरिदिउँ। त्यसैगरी एकचोटि क्लिक गर्नु सेलेक्ट गर्यो र यसको स्पेशल फंक्सन चाहियो भने हामी राइट क्लिक गर्छौं। राइट क्लिक गरेपछि ल हेर्नुस् ओपन गर्ने कि म्यानेज गर्ने कि म्याप नेटवर्क छ कि डिलिट गर्ने कि रिनेम गर्ने कि हामीलाई यहाँनिर अप्सन्सहरू दिन्छ भन्दाखेरि हामीले लेफ्ट क्लिक र राइट क्लिक सबभन्दा पहिला बुझ्नु पर्यो। त्यसैगरी अब यो भनेको आइकनको साइजहरू कसरी ठुलो सानै पार्ने भन्ने कुरा सबभन्दा पहिला हामीले बुझौँ। अब हामी यो आइकन सबभन्दा पर अलिकति गरे स्क्रिनमा खाली ठाउँमा हामी राइट क्लिक गर्छौं। राइट क्लिक गरे पछाडि यहाँनिर अप्सन्सहरू आउँछ, यहाँभित्र भ्यूमा जानुस्, भ्यूमा आएर यहाँ देख्नुस् स्मल आइकन्स, मिडियम आइकन्स, लार्ज आइकन्स। सो हामीले मिडियम आइकनमा क्लिक गरौँ। ल हेर्नुस् यसको साइज स्मलबाट के भयो, मिडियम साइज भयो। त्यसैगरी अब राइट क्लिक गर्नुस्, पुनः भ्यूमा जानुस्, लार्ज आइकन गर्नुस्। ल हेर्नुस् यसको आइकनको साइज के भयो, स्क्रिनमा लार्ज भयो। फेरि यो भ्यूभित्र गएर स्मल आइकन गर्नुस्। ल हेर्नुस् आइकनको साइजहरू के भयो, स्मल। यसरी आइकन्सलाई ठुलो सानो बनाउन सकिन्छ। त्यसैगरी अर्को भनेको भ्यूभित्रै हामी जाने, यहाँभित्र अटो एरेन्ज अन गरिएको छ, यो क्लिक यो टिक मार्क गरिएको छ, यसलाई अफ गरौँ। ल हेर्नुस् अब फेरि क्लिक गरेर हामीले एकचोटि लेफ्ट क्लिक गर्दाखेरि यो अफ भयो। अब के गर्न सकिन्छ भन्दाखेरि हामीले डेस्कटपमा भएको आइकनहरूलाई हामी आफ्नो हिसाबले मिलाउन सक्छौँ। जस्तै मलाई यो आई लिभ इटलाई यहाँनिर राख्नुपर्ने छ, यो डेस्कटप डिजाइनिङ भन्ने पार्टलाई यहाँनिर राख्नुपर्ने छ, टाइपिङलाई मलाई कहाँ राख्नुपर्ने छ, यहाँनिर राख्नुपर्ने छ, हट पर्स्युट यो भनेको कार रेसिङ गेम हो, म यहाँनिर राख्न चाहे। सो यसरी हामीले के गर्न सक्यौँ, यी आइकनहरूलाई आफ्नो हिसाबले मिलाउन सक्यौँ। तर होइन मलाई यी कुराहरू कम्प्युटरले अटोमेटिकली एरेन्ज गरोस् भन्दाखेरि हामीले गर्न सक्छौँ। र यसलाई कसरी मुभ गरेको भन्दाखेरि यो आइकनमा आउनुस्, लेफ्ट क्लिक गर्नुस् र क्लिक थिचिराख्नु होला, लेफ्ट क्लिक र माउसलाई सार्नु होला यसरी। यसलाई हामी ड्र्याग भन्छौँ, एक ठाउँबाट अर्को ठाउँ घिसारेर लग्नु ड्र्याग भन्छौँ। जहाँ राख्नुपर्ने हो त्यहाँ लगेर छोडिदिनुस् क्लिक। ल हेर्नुस् यो पोजिसन लियो। त्यसैगरी यो सार्नु पर्यो, लेफ्ट क्लिक गर्नुस् र थिचिराख्ने हामीले सार्ने बिस्तारै जहाँनिर लग्नुपर्ने हो माउस हामी सार्दै जाने, यो सर्दै जान्छ, लेफ्ट क्लिक नछोड्ने, अनि हामीले छोडिदिएपछि त्यो आफ्नो पोजिसन गेन गर्छ। त्यसैगरी अब यसलाई अटोमेटिकली आफ्नै ठाउँमा पुनः आफ्नै ठाउँमा एरेन्ज गर्नु छ भने राइट क्लिक गर्ने, भ्यूमा जाने, अटो एरेन्जमा क्लिक गर्ने। ल हेर्नुस् यो के भयो, अटोमेटिकली आफै अरेन्ज भएर आयो। त्यसैगरी अर्को यो भित्र भ्यूमा जाने, यहाँनिर सो डेस्कटप आइकन अन छ, टिक मार्क छ, यसलाई के गर्ने, अफ। एकचोटि लेफ्ट क्लिक गरेपछि अफ हुन्छ। ल हेर्नुस् यहाँको आइकन्सहरू के भयो, हरायो। स्क्रिनमा भएको आइकन्सहरू सबै गायब भए। वास्तवमा यिनीहरू डिलिट भएका होइनन्, यिनीहरू छन् तर नदेखिएका हुन्। अब यसलाई फेरि भ्यूभित्र जानुस्, सो डेस्कटप आइकनमा क्लिक गर्नुस्। ल हेर्नुस् हाम्रो आइकन्सहरू फेरि के हुन्छ, यसरी एपियर हुन्छ, स्क्रिनमा आउँछ। एपियर भनेको आउनु, स्क्रिनमा एपियर हुन्छ। त्यसैगरी यो डेस्कटप आइकन
हाइड किन गरेको भन्दाखेरि कहिलेकाहीँ बच्चा उच्चीहरूलाई हैरान गर्न सक्छ या हामीले कुनै इम्पोर्टेन्ट फाइलहरू अरूलाई नदेखाउन चाहन्छौँ त्यतिखेर हामीले यो डेस्कटप आइकनहरू हाइड गर्न सक्छौँ। त्यसै गरी अर्को डेस्कटप ग्याजेट्स दिएको छ। डेस्कटप ग्याजेट्सलाई हाइड र एपियर गर्नुभन्दा अगाडि हामी ग्याजेट्स के हो बुझौँ। जस्तै यहाँनिर हामी क्लिक गर्छौँ ग्याजेट्समा। ग्याजेट्समा क्लिक गरेपछि हामी यहाँनिर हेर्नुहोस् क्यालेन्डर छ, क्लक छ, CPU छ, करेन्सी छ। अब मलाई क्यालेन्डर चाहियो, हामीले क्यालेन्डरमा डबल क्लिक गर्ने। ल हेर्नुहोस् क्यालेन्डर एपियर भयो। हामीलाई क्लक चाहियो, क्लकमा डबल क्लिक गर्ने। ल हेर्नुहोस् यहाँ एपियर हो। मलाई स्लाइड सो चाहियो, डबल क्लिक गर्ने, यहाँनिर एपियर भयो। त्यसै गरी यहाँनिर अरू मलाई के चाहिन्छ, यहाँनिर हामीलाई जति पनि चाहिने कुराहरू छ हामीले सबैलाई के गर्न सक्छौँ, यहाँनिर एपियर यसरी गराउन सक्छौँ। यसलाई क्लोज गर्ने। अब यहाँनिर के भयो भन्दाखेरि डेस्कटप ग्याजेट्स एभाइलेबल भयो हामीलाई। अब यहाँनिर हामीलाई बोर भएको बेला हामी फोटोहरू इमेजहरू यहाँबाट हेर्न सक्छौँ। ल हेर्नुहोस् यसरी नेक्स्ट गरेर यसको साइज ठुलो सानो यहाँबाट हामीले पार्न सक्छौँ। ल हेर्नुहोस् हामीलाई यसमा केही चेन्ज ल्याउनु पऱ्यो भने यसको सेटिङभित्र यहाँबाट हामी जान सक्छौँ। ल हेर्नुहोस् सेटिङ भइरहेछ। यहाँनिर 15 सेकेन्डमा इच पिक्चर चेन्ज गर्ने कि 10 सेकेन्ड राख्ने कि 5 सेकेन्ड राख्ने कि ओके गर्ने। अब हेर्नुहोस् त्यो 5 सेकेन्डभित्र यो पिक्चर के हुन्छ, चेन्ज हुन्छ। यो सेटिङ हामी चलाउन सक्छौँ। त्यसै गरी वाच छ, वाचको सेटिङभित्र गएर मलाई वाचको अब घडीहरू अर्को चाहियो भने यसरी चुज गर्न सक्छौँ हामीले क्लिक गरेर। ल हेर्नुहोस् अब मलाई यो घडी ठिक लागेको छ, यो घडी होइन मलाई अघिको घडी डल भएको घडी, ओके यो घडी चाहियो, ओके गर्नुहोस्। ल हेर्नुहोस् यही घडी मलाई एपियर भयो। त्यसै गरी डेट र टाइम भनेको डेस्कटपमा भएको डेट र टाइम यसरी जुन देखाइन्छ त्यही डेट र टाइम यहाँनिर के हुन्छ, एपियर हुन्छ। यहाँ के टाइम हेर्नुहोस् 2:46 यहाँनिर पनि यसरी देखाइरहेछ। डेट 2017 सेप्टेम्बर 6 वेडनेसडे, त्यही टाइम देखाइरहेको छ। यसलाई ठुलो पार्दाखेरि यसले महिनाभरि क्यालेन्डर देखायो, यसलाई सानो पार्दा यसरी देखाइरहेछ। सो यिनीहरूलाई के भन्छ, ग्याजेट्स। अब तपाईँले राइट क्लिक गर्नुहोस्, भ्यूभित्र जानुहोस् र ग्याजेट्सलाई अफ गर्नुभयो भने यो देखिँदैन, स्क्रिनमा हुन्छ तर देखिँदैन, डिसएपियर हुन्छ, गायब हुन्छ। त्यसै गरी फेरि राइट क्लिक गर्नुहोस्, भ्यूमा जानुहोस् र डेस्कटपलाई अन गर्नुहोस्। अब यो ग्याजेट्सहरू देखिन्छ। अब हामीलाई यो ग्याजेट्स चाहियो भने राख्ने, चाहिएन भने अफ गर्ने। जस्तै मलाई अहिले चाहिँदैन, यसलाई के गर्ने यहाँबाट क्लोज गर्ने। ओके ल यो होस्, मलाई क्यालेन्डर ओके अफ गरे पनि हुन्छ। हामीले राइट क्लिक गरेर ग्याजेट्समा क्लिक गरेपछि हाम्रो ग्याजेट्स यसरी एपियर हुन्छ र यहाँबाट तपाईँहरूले गर्न सक्नुहुन्छ। त्यसै गरी अर्को सिक्नुपर्ने कुरा के छ भन्दाखेरि राइट क्लिक गर्नुहोस् र सर्ट बाई। हामीले यो सर्ट बाई भनेको यो आइटम्सहरू जुन छ यसलाई कुन हिसाबले एरेन्ज गर्ने, यसको नामको हिसाबले एरेन्ज गर्ने कि यसको डेटको हिसाबले एरेन्ज गर्ने कि। यहाँ राइट क्लिक गरेर सर्ट बाईमा जाने, साइज ल हेर्नुहोस् साइजको हिसाबले यो आइकन्सहरू हेर्नुहोस् त एरेन्ज भयो, चेन्ज भयो यहाँनिर। त्यसै गरी राइट क्लिक गर्नुहोस्, सर्ट बाईमा आउनुहोस्, आइटम टाइपमा यसरी हामीले आइटमको हिसाबले मिलाउन सक्छौँ, डेट मोडिफाइडको हिसाबले मिलाउन सक्छौँ। त्यसै गरी अर्को नेमको हिसाबले पनि मिलाउन सक्छौँ। जस्तो हामीलाई मनपर्छ हामीले त्यसरी यसलाई के गर्ने, मिलाइदिने, एरेन्ज गर्ने। सर्ट बाई है, नेम साइज आइटम, अहिले नेमको हिसाबले यो सर्ट बाई छ। अर्को यहाँनिर बटन रिफ्रेस छ जुन म अघिदेखि क्लिक गरिरहेको छु, तपाईँहरूले देखिरहनु भएको होला। यो रिफ्रेस भने कस्तो भन्दाखेरि कम्प्युटर कहिलेकाहीँ ह्याङ हुनसक्छ, कहिलेकाहीँ ऱ्याम ले काम गर्दा गर्दा बोर हुनसक्छ। त्यस्तो बेला रिफ्रेस गर्नुभयो भने, यसरी रिफ्रेस गर्नुभयो भने कम्प्युटर फ्रेस हुन्छ र कम्प्युटरले अलि मजाले काम गर्छ। त्यसको लागि हामी रिफ्रेस गर्छौँ ह्याङहरूलाई हटाउनको लागि। त्यसै गरी अर्को फङ्सन यो भित्र सिक्यौँ, हामी राइट क्लिक गर्ने, न्यू फोल्डरभित्र आउँ, स्क्रिनमा फोल्डर कसरी हामीले प्रिपेयर गर्ने भन्ने कुरा हामी सिक्छौँ। स्क्रिनमा हामी कसरी फोल्डर क्रिएट गर्छौँ भन्ने कुराहरू सिक्छौँ। जस्तै यहाँभित्र हामी न्यूमा क्लिक गर्छौँ र फोल्डरमा गएर हामी क्लिक गर्छौँ। ल हेर्नुहोस् यहाँनिर हाम्रो नयाँ फोल्डर बन्यो। यसलाई रिनेम गर्नु पऱ्यो भने हामीले बाहिर क्लिक गर्नुहोस्, यो एउटा फोल्डर छ होइन। रिनेम गर्नु पऱ्यो भने हामीले यहाँ लेफ्ट क्लिक गरेर सिलेक्ट गर्छौँ, यसलाई फोल्डरमै गएर हामी राइट क्लिक गर्छौँ। ल हेर्नुहोस् यसरी राइट क्लिक गरेपछि यहाँनिर अप्सन्सहरू आयो, हामीलाई स्पेसल अप्सन रिनेम गर्नु छ। ओके रिनेम गरौँ, यहाँनिर अब के फोल्डर हाल्ने, यहाँबाट हामी के गरौँ, जस्तै म नाम लेखौँ यो फोल्डरको BHUWAN, मेरो नाम भुवन र भुवनको नामले यो फोल्डर हालेँ। ओके ल हेर्नुहोस् यसको नाम के भयो, इन्टर हानेपछि यो सेभ भयो। अब यसलाई हामीले ओपन गरौँ, डबल क्लिक गरेपछि ओपन भयो। अब हामीलाई यसभित्र कुनै फाइल हाल्नु पऱ्यो भने हामीले यसरी फाइललाई के गर्छौँ, सिलेक्ट गर्छौँ, यो फाइल भयो। त्यसै गरी VLC पनि राखौँ, त्यसै गरी अर्को युट्युब डाउनलोडर राखौँ। यसलाई के गर्ने, राइट क्लिक गर्ने,
यो तीनवटा सेलेक्ट कसरी गर्ने भन्दाखेरि एउटामा क्लिक गर्ने, अर्कोमा क्लिक गर्दा गायब हुन्छ। त्यसो भए के गर्ने, एउटामा क्लिक गर्ने, कन्ट्रोल बटन थिचिराख्ने, अनि जुन जुन हामीलाई चाहिएको छ त्यसमा क्लिक गर्ने, यसरी सेलेक्ट हुन्छ। अनि त्यही भित्र गएर हामी फेरि अप्सन्स भन्दा बाहिर यहाँ राइट क्लिक गरेपछि हराउँछ, हेर्नुहोस् हरायो। लेफ्ट क्लिक गरे पनि राइट क्लिक गरे पनि हरायो। हामी यही भित्र के गर्ने, कन्ट्रोल थिच्ने, तीनवटै सेलेक्ट गर्ने, यही भित्र राइट क्लिक गर्ने र यसलाई के गर्ने, कपी गर्ने। कपी गरिसकेर हामी यहाँभित्र आउँछौँ, फोल्डरभित्र, यहाँ राइट क्लिक गर्छौँ र पेस्ट गरिदिन्छौँ। ल हेर्नुहोस्, हामीलाई चाहिने फाइलहरू के हो, यो भित्र आयो। अब मलाई यो भित्र चाहिँदैन भने हामी फेरि त्यसरी नै डिलिट गरिदिन सक्छौँ। यसलाई सेलेक्ट गर्ने, कन्ट्रोल थिचेर 1 2 3वटै फाइल हामीले सेलेक्ट गऱ्यौँ, कन्ट्रोल थिच्ने, तीनवटै सेलेक्ट गर्ने, लेफ्ट माउस क्लिक गरेर राइट क्लिक गर्ने, यहाँबाट डिलिट गरिदिने। यस, अब हेर्नुहोस् यो फाइल हामीले डिलिट गऱ्यौँ, यसलाई क्लोज गरौँ। अब अरू पनि फाइल चाहियो भने कम्प्युटरभित्र जानुहोस्, तपाईँले कहाँ गाना डी भित्र, ई भित्र, एप भित्र कहाँ राख्नु भएको छ हैन, त्यसरी तपाईँले के गर्नु पऱ्यो, डी भित्र राख्नु भएको छ भने यहाँ हेर्नुहोस् यो गानाहरू छ, यसलाई कन्ट्रोल थिच्ने, यसरी लेफ्ट माउस थिच्दै हामीले सेलेक्ट गर्ने, कन्ट्रोल थिचेर राइट माउस क्लिक गर्ने, कपी गर्ने, यो फाइल क्लोज गर्ने, भुवन भन्ने फाइल ओपन गर्ने, हामीलाई चाहिनेको फाइल यहाँ आउने, पेस्ट गर्ने। ल हेर्नुहोस् यहाँनिर गानाहरू सबै के भयो, कपी भएर आए। अब ती गानाहरू त्यहाँ पनि छ र एक एक प्रति यहाँ पनि कपी भएर आयो। चाहिँदैन यसलाई राइट क्लिक गरेर अफ गरिदिने। भुवन फोल्डर चाहिँदैन, यसलाई राइट क्लिक गर्ने, डिलिट गरिदिने, यसरी डिलिट। अब यो डिलिट गरेका आइटमहरू कहाँ हुन्छ, रिसाइकल बिनमा गएर बस्छ। हेर्नुहोस् है, हेर्नुहोस् सबै यसलाई रिस्टोर अल आइटम्स गर्दाखेरि सबै के हुन्छ, आफ्नो आफ्नो ठाउँमा। यसलाई हेर्नुहोस् रिस्टोर गर्दाखेरि के भयो, आफ्नै ठाउँमा आइपुगे। ल हेर्नुहोस् आफ्नै ठाउँमा के भए, यी फोल्डरहरू आफ्नै ठाउँमा आइपुगे। हेर्नुहोस् यहाँभित्र सबै आइपुगेको हो। यो मलाई चाहिँदैन भन्दाखेरि यसलाई के गर्नुहोस्, क्लोज गर्नुहोस्। यो फोल्डर मलाई चाहिँदैन, यसलाई के गर्नुहोस्, राइट क्लिक गर्नुहोस्, डिलिट गर्नुहोस्। यस, डिलिट गर्दा रिसाइकल बिनमा गयो। अब यहाँबाट छानेर तपाईँले के गर्नुहोस्, यसलाई इम्पिडी रिसाइकल बिन गर्नुहोस्। दुईटै फाइल के भयो, हटेर गयो, गायब भएर गयो। यसलाई हामी क्लोज गर्छौँ। र अब हामी के सिक्छौँ भन्दाखेरि यो टास्क बार तल जुन रहेको छ यसलाई हामी टास्क बार भन्छौँ। हामी टास्क बारलाई के गर्ने, यो 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 जुन रिबन जस्तो देखिएको छ तल ग्रीन कलरको, त्यसलाई हामी टास्क बार भन्छौँ। हामी टास्क बारलाई अब कसरी एरेन्ज गर्ने भन्ने कुरा बुझौँ। यसलाई हामी राइट क्लिक गर्ने, यसको प्रपर्टिजमा जाने र अब जस्तै यहाँनिर युज स्मल आइकन दिएको छ। अहिले यहाँनिर आइकन्सहरू जुन यो छ, गुगल क्रोम, VLC प्लेयर, त्यसै गरी विन्डोज मिडिया प्लेयर, इन्टरनेट एक्सप्लोरर, यसलाई हामी स्मल आइकन्सहरू युज गरेका छौँ। यसलाई के गर्ने, स्मल आइकन यहाँबाट क्लिक अफ गर्ने, एप्लाई गर्ने। ल हेर्नुहोस् ठुलो आइकन देखियो, फेरि यसलाई स्मल आइकन पार्नु छ भने स्मल आइकनमा क्लिक गर्ने, एप्लाई गर्ने। हेर्नुहोस् स्मल आइकन भयो। अब अटो हाइड टास्क बारलाई क्लिक गर्ने, एप्लाई गर्ने। ल हेर्नुहोस् अब हाम्रो के भयो, यहाँको टास्क बार आफै हाइड भयो। माथि हामीले काम गर्दा हेर्नुहोस् देखिरहेछ, देखिएन। हामीले तल ल्याउँदाखेरि के भयो, यो आफै एपियर हुन्छ। त्यसै गरी अब यो मलाई हाइड गर्नु छैन, फिक्स गर्नु छ, लक गर्नु छ भने हामी यहाँ क्लिक गर्ने, एप्लाई गर्ने। ल हेर्नुहोस् हाम्रो के भयो, यो फिक्स भयो। अब हामीले यहाँ काम गरे पनि यसरी हेर्नुहोस् यहाँ क्लिक गरे पनि हराएन। त्यसै गरी अर्को भनेको हामीले यो भित्र टास्क बार जुन छ यहाँनिर तल, यसलाई हामी यहाँ दायाँ यसरी पनि हामी राख्न सक्छौँ, यसरी पनि हामी राख्न सक्छौँ, यहाँ यसरी पनि हामी राख्न सक्छौँ, माथि पनि राइट साइडमा पनि राख्न सक्छौँ। त्यो कसरी गर्ने भन्दाखेरि टास्क बार लोकेसन अन स्क्रिन दिएको छ, यहाँ ड्रप डाउन बटन छ, यहाँ क्लिक गर्नुहोस्, लेफ्टमा राख्नु पर्यो, एप्लाई गर्नुहोस्। ल हेर्नुहोस् लेफ्टमा आयो। त्यसै गरी तपाईँलाई राइट साइडमा राख्नुपर्ने छ भने राइटमा क्लिक गर्नुहोस्, एप्लाई गर्नुहोस्। हेर्नुहोस् राइट साइडमा आयो। तपाईँलाई टपमा राख्नुपर्ने छ, क्लिक गर्नुहोस्, एप्लाई गर्नुहोस्। टपमा आयो। तपाईँलाई अब पुरानै ठाउँमा राख्नुपर्ने छ भने यहाँबाट के गर्नुहोस्, बटम राख्नुहोस् र यसलाई के गर्नुहोस्, एप्लाई गर्नुहोस्। भयो। र यसभित्र एउटा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि स्टार्ट मेन्युमा आउनुहोस् र स्टार्ट बटन जुन छ यहाँबाट तपाईँले यो ल्यापटप चलाउँदै हुनुहुन्छ भन्दाखेरि ल्यापटप युजरहरूको लागि हो, पावर बटन जुन दिएको हुन्छ ल्यापटपको किबोर्डको छेउमा, त्यसलाई तपाईँले थिच्दा कुन एक्सन चाहनुहुन्छ, सटडाउन चाहनुहुन्छ भने त्यो बटन थिच्दा सटडाउन हुने भयो, स्लिप चाहनुहुन्छ भने त्यो बटन थिच्दा स्लिप हुने भयो, लग अफ चाहनुहुन्छ भने त्यो बटन थिच्दा लग अफ हुन्छ है। मैले सटडाउन नै गर्न मन पराएँ, एप्लाई गर्ने, ओके। अब त्यो बटन थिचेपछि के हुन्छ, तपाईँ एकचोटि ट्राई गरेर हेर्नुहोस्, ल्यापटप जे फङ्सनको लागि दिनुभएको छ त्यही फङ्सन हुन्छ। एकचोटि स्लिप गरेर हेर्नु होला, स्लिप हुन्छ, फेरि त्यसलाई जुन मनपर्छ त्यो तपाईँले गर्न सक्नुहुन्छ। यसरी मैले के गरेँ, यो टास्क बारलाई हामीले युज गऱ्यौँ। अर्को कुरा के सिकौँ भन्दाखेरि हामी राइट क्लिक गरेर हाम्रो पर्सनलाइजमा जाने। पर्सनलाइजमा आइसके पछाडि यहाँनिर अब के सिक्नु पऱ्यो भन्दाखेरि डेस्कटपको ब्याकग्राउन्डको कलर
या इमेज कसरी चेन्ज गर्ने, यहाँभित्र स्क्रिन सेभर कसरी राख्ने र यो विन्डोज कलर, यो जुन ग्रीन कलर देखिरहनु भएको छ विन्डोज कलर, यो डायलग बक्सको कलर जुन ग्रीन देखिरहनु भएको छ टास्क बारको ग्रीन, यो कलरलाई कसरी चेन्ज गर्ने, यसलाई कसरी एपियरेन्स चेन्ज गर्ने भन्ने कुरा हामी हेर्छौँ। सबैभन्दा पहिला जस्तो हेरौँ, यो हामीले अहिले यो लागु गरेको डेस्कटप ब्याकग्राउन्ड यो छ, मलाई विन्डोज 7 लागु गर्नु पऱ्यो। हामी यसलाई क्लिक गर्छौँ, ल हेर्नुहोस् हाम्रो के हो, यो एप्लाई भयो। यसलाई यहाँ क्लिक गर्दा मिनिमाइज भन्छ, प्रोग्राम बन्द हुँदैन, यहाँ मिनिमाइज भएर बस्छ। ल हेर्नुहोस् अब हाम्रो यहाँनिर डेस्कटप ब्याकग्राउन्डमा के भयो, विन्डोज 7 को ब्याकग्राउन्ड आएर बस्यो। अब यहाँनिर हेर्नुहोस् नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड देखिएको छ, छैन है, नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड। अब फेरि हामी यसभित्र जाउँ, यहाँभित्रबाट जस्तै मलाई मानौँ यो मन पर्यो, अब यो मैले सिलेक्ट गर्न चाहेँ, यो हेर्नुहोस् अब एप्लाई भयो। अब राइट क्लिक गर्नुहोस्, अब हेर्नुहोस् नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड भनेर देखिएको छ। यो देखिनुको अर्थ के हो भन्दाखेरि यहाँ क्लिक गर्नुहोस्, यहाँबाट 5-6वटा इमेजहरू एकमुष्ट हामीले सिलेक्ट गरेर एप्लाई गरेको हुनाले यसले नेक्स्ट दियो अप्सन्स हामीलाई। अघि एउटा मात्र थियो, अहिले 5वटा 6वटा डेस्कटप ब्याकग्राउन्ड के भयो यसको पछाडि आयो। ल हेर्नुहोस् यसरी नेक्स्ट गर्नुहोस्, एकचोटि सकिसके पछाडि फेरि तपाईँले नेक्स्ट गर्दै जानुहोस्, त्यो पुनः पहिलाकै डेस्कटप ब्याकग्राउन्ड हेर्नुहोस् यसरी रिपिट हुन थाल्छ। ल हेर्नुहोस् रिपिट भइरहेको छ, हो पहिला जस्तै के हुन थाल्छ, यसरी रिपिट हुन थाल्छ। अब यही भित्र हामी जान्छौँ, यहाँभित्र हामीलाई जस्तै यो भित्र पनि कुनै एउटा मलाई सेलेक्ट गर्नु पऱ्यो भने यो भित्र डेस्कटप ब्याकग्राउन्डभित्र स्लाइड सो छ, यहाँनिर डेस्कटप ब्याकग्राउन्डमा क्लिक गर्ने, यहाँ क्लिक गरेर ल हेर्नुहोस् 1 2 3 4 5 6वटा सेलेक्ट गरेको छ, मलाई यो मात्र गर्नु छ फिक्स। सेभ चेन्जेस गरौँ, ल मिनिमाइज गरेर हेरौँ, अब एउटा मात्र लागु भएको छ। नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड आयो आएन, किनभने हामीले एउटा मात्र ब्याकग्राउन्ड सेट गरेका छौँ। फेरि हामी यो अप्सन्समा जाने, डेस्कटप ब्याकग्राउन्डमा अब यहाँनिर जस्तै मानौँ मलाई यिनीहरू चाहिएन, मलाई फ्यामिली फोटोग्राफ्स राख्नु छ, के गर्ने भन्दाखेरि बाहिर क्लिक गर्ने, यो सबै गायब भयो, ब्राउजमा क्लिक गर्ने, यहाँबाट हामीले कहाँ राखेको छ, कम्प्युटरमा राखेको छ कि होइन, लाइब्रेरीमा राखेको छ कि कहाँनिर राखेको छ। जस्तै मेरो कम्प्युटरमा हेरौँ, डी ड्राइभमा सी भुवन भनेर फोटोज फाइलहरू छ, यहाँभित्र क्लिक गरौँ, ओके। ल हेर्नुहोस् यति धेरै फोटोग्राफ्सहरूले के गरिदियो, खोलिदिने भयो है। अब यहाँबाट हामीले फोटो चुज गरेर हाल्न सक्यौँ, मानौँ उनीहरू मेरो भाइहरू हुन्, उनीहरूको फोटो मैले सेलेक्ट गरेँ, सेभ गरेँ, ल हेर्नुहोस् त यहाँनिर यो फोटोहरू लागु भयो। अब यो काटिएको जस्तो देखियो, किन देखियो भन्दा यो इफेक्ट मैले लागु गरेको हो। अब यहाँनिर हेर्नुहोस्, यो क्लिक गरौँ हामी, यहाँनिर यो इफेक्ट हेर्न सक्नुहुन्छ, इफेक्ट पिक्चर पोजिसन भनेर, यहाँनिर फिट गर्नुहोस्, ल हेर्नुहोस् स्क्रिनमा यसरी फिट भएर देखियो। त्यसै गरी यहाँनिर तपाईँले टाइल गर्नुहोस्, ल हेर्नुहोस् यसरी टाइल भएर देखियो इमेजहरू है, छुट्टा छुट्टै 3-3 प्रकारको इमेजहरू। त्यसै गरी यहाँभित्र आएर तपाईँ सेन्टर गर्नुहोस्, ल हेर्नुहोस् यो इमेज कहाँ देखियो, सेन्टरमा देखियो, यसरी देखिन्छ। सो हामीले जुन इफेक्ट लागु गर्छौँ त्यही इफेक्ट यहाँभित्र देखिन्छ। हामी यसले फिल नै गरिराखौँ। र अब मलाई फ्यामिली चाहिँदैन, यहाँबाट क्लिक गर्ने, अफ गर्ने, यहाँभित्र पनि 2वटा 4वटा सेलेक्ट गर्न सकिन्छ। कसरी सेलेक्ट गर्न सकिन्छ भन्दाखेरि अघिको जस्तै कन्ट्रोल थिच्ने, यहाँ लागु गर्ने, यहाँ लागु गर्ने होइन, यो लागु गर्ने, मलाई 2टा लागु गर्नु छ। ल हेर्नुहोस् यहाँभित्र आएर फिट गरिदिने, सेभ मिनिमाइज गर्ने, ल हेर्नुहोस् यहाँनिर राइट क्लिक गर्नुहोस्, नेक्स्ट द ब्याकग्राउन्ड, उहाँ मेरो दाइ हुनुहुन्छ, उहाँले पनि ल हेर्नुहोस् यसरी दिइरहेछ, 2वटा मैले चुज गरेको छु, नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड आउने भयो। यसलाई हामी गर्ने, यहाँभित्र हामी क्लिक गरेर अब के गर्ने, यिनीहरू मलाई चाहिँदैन, हामीले यसलाई अफ गरिदिने, यहाँ कहीँ पनि क्लिक गर्ने, फोटोमा क्लिक नहुने गरी। र अब हामी सी फोटोजलाई क्लिक गर्छौँ र यहाँनिर हेर्न सक्नुहुन्छ विन्डोज डेस्कटप ब्याकग्राउन्ड क्लिक गर्ने। ल हेर्नुहोस् अब यो स्क्रोल बार हो, यसलाई तलमाथि गर्नुहोस्, त्यो पिक्चरहरू सबै देखा पर्छ है यहाँभित्र भएको। यसरी हामीलाई कुनै एउटा सेलेक्ट गर्नु छ, यसरी के गर्ने, यो भित्र आउने सेलेक्ट गर्ने। जस्तै मलाई एउटा यो मन पर्यो, अर्को मलाई यो लाइट हाउस मन परेको छ, एउटा यो मलाई इभिनिङ डन भनेर भन्छ, यसलाई यो मन परेको छ, अर्को भनौँ न मलाई यो मन परेको छ। कन्ट्रोल थिच्दै यिनीहरूलाई के गर्ने, सेलेक्ट गर्ने। यो स्क्रोल बार अप एन्ड डाउन गर्दा थिच्नु पऱ्यो कन्ट्रोल, त्यस पछाडि फेरि कन्ट्रोल थिच्ने, यो यसरी सेलेक्ट गर्ने। ल हेर्नुहोस् 5-7वटा मैले सेभ गरेँ। अब यहाँ अर्को के गर्न सकिन्छ, टाइम 30 मिनटमा एउटा वालपेपर चेन्ज होस् भन्दाखेरि मैले 10 सेकेन्ड्समा चुज गरेँ, सेभ चेन्ज गरेँ। ल अब हेर्नुहोस् यो के हुन्छ भन्दाखेरि प्रत्येक 10 सेकेन्डमा स्क्रिनको ब्याकग्राउन्ड के हुन्छ, चेन्ज हुन्छ। ल हेर्नुहोस् डेस्कटप मैले छोएको छैन, यो 10 सेकेन्डभित्र के भयो, चेन्ज भयो। फेरि अर्को 10 सेकेन्डमा अर्को चेन्ज हुन्छ है, किनभने हामीले टाइमिङै 10 सेकेन्ड सेट गरेका छौँ। ल हेर्नुहोस् चेन्ज भयो। हामीलाई यहाँबाट के गर्न सक्यौँ भन्दाखेरि यही भित्र आउने,
डेस्कटप ब्याकग्राउन्डभित्र आउने, यहाँबाट हामीले चेन्ज गरिदिने टाइमिङ। जस्तै मैले जेनरली 5 मिनटमा राख्ने गर्छु र फिट राख्दिनँ। फिट राख्दा हेर्नुहोस् यहाँनिर काटिएको छ, यहाँपट्टि काटिएको छ। हामीले के गर्छौँ, फिल गर्छौँ, सेप चेन्ज गर्छौँ। ल हेर्नुहोस् यतापट्टि काटिएको हट्यो, यता काटिएको हट्यो र यसलाई के गर्छौँ, सेट गरिदिन्छु, सेभ गरिदिन्छु। अब यो भयो। अब यो भइसके पछाडि अब हामीले के सिक्ने भन्दाखेरि विन्डोजको कलर, यो स्क्रिनको जुन छ कलर कसरी चेन्ज गर्ने। यहाँ कलरभित्र आउने, यहाँबाट मलाई कलर चेन्ज, मलाई निलो मनपर्छ। ल निलोलाई हामीले के गर्यौँ, यसरी डार्क पार्न सक्यौँ। ल हेर्नुहोस् अब यो टास्क बार कलर हेर्नुहोस् त निलो भयो, माथि पनि हेर्नुहोस् निलो भयो। मलाई अर्को कलर चाहियो भने हामीले यहीँबाट चुज गर्न सक्छौँ। ग्रिन चाहियो, ल हेर्नुहोस् यहाँबाट सार्पने, यो डार्क के भन्छ डार्क कलर र लाइट पार्न सक्छौँ। यहाँबाट हेर्नुहोस् त गाढा र के भन्छ लाइट कलर गर्न सक्छौँ है। ल हेर्नुहोस् कलर घट्दै गएको छ, कलर बढ्दै गएको छ। त्यसै गरी अरू कलर चाहियो भने यसरी हामी सेलेक्ट गरेर यसलाई के गर्न सक्छौँ, डार्क र लाइट पार्न सक्छौँ। र यहाँबाट अर्को मिक्स कलरको पनि अप्सन्स दिएको हुन्छ। यहाँबाट हेर्नुहोस् तपाईँले यसरी चेन्ज गर्नुहोस्, कलरहरू के हुन्छ यसरी चेन्ज हुँदै जान्छ। तपाईँलाई जुन कलर मनपर्छ त्यही तपाईँले, ल हेर्नुहोस् यो मलाई अलि राम्रो देखियो, यही गरौँ। ब्राइटनेस यहाँबाट के गर्न सकिन्छ, घटाउन सकिन्छ, बढाउन सकिन्छ। ल हेर्नुहोस् कलरको ब्राइटनेस यहाँबाट पनि यसरी गर्न सक्यो। यो भनेको सेचुरेसन, यसको यसरी मिलाउनुहोस्। ल हेर्नुहोस् लाइट लाइट हुँदै गयो, डार्क हुँदै गयो। यो ब्राइटनेस सेचुरेसन यहाँबाट मिलाएर सेप चेन्ज गर्नुहोस्। ल हेर्नुहोस् अब यो के भयो, यो कलर यसरी एपियर हुने भयो। तपाईँले आफ्नो हिसाबले म्याच गरेर तपाईँले जस्तो मनपर्छ त्यसो राख्न सक्नुहुन्छ। त्यसै गरी अर्को के छ भन्दाखेरि स्क्रिन सेभरको बारेमा हामी बुझौँ। स्क्रिन सेभरलाई के गर्ने भन्दाखेरि यसरी क्लिक गर्ने र यसरी क्लिक गरिसके पछाडि हामी यहाँबाट हेर्ने, अहिले नन स्क्रिन सेभर लागु गरिएको छैन, यहाँनिर नन हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् रेड साइन, नो स्क्रिन सेभर भनेर यहाँ नन दिएको छ। हामीले डाउन क्लिक गर्ने ड्रप डाउन बटनमा, यहाँबाट जस्तै बबल्स चाहियो हामीलाई, हेर्नुहोस् है यहाँ स्क्रिनभित्र बबल्स भयो। प्रिभ्यू गरेर हेर्ने, यो प्रिभ्यू गर्ने माउस नचलाउने प्रिभ्यू गर्दा, नत्र यो प्रिभ्यू गायब हुन्छ। यसरी हामीले गरेर हेर्ने प्रिभ्यूमा यो फोटोहरू के हुन्छ देखिन्छ। हाम्रो डेस्कटप स्लिप मोडमा गएपछि हामीलाई यसरी देखिन्छ है। स्लिप मोडमा 1-1.5 मिनट हामीले टाइमिङ सेट गरेर हुन्छ। जस्तै मेरो हेर्नुहोस् वेट भनेर 1 मिनट देखाएको छ, 1 मिनट हामीले स्क्रिन छोड्यो भने यस्तो बबल्सहरू अटोमेटिकली आउन थाल्छ। यसले हामीलाई के गर्छ, बोर हुन दिँदैन। कहिलेकाहीँ हामीले काम गर्दै गर्दा हामी रोकिन सक्छौँ, त्यस्तो बेलामा हामीलाई के गर्छ, यसले मद्दत गर्छ, हामीलाई बोर हुन दिँदैन। फेरि तपाईँ माउस चलाउनुहोस्, यो के हुन्छ गायब हुन्छ। हामीलाई अरू कुरा चाहियो जस्तै मिस्टिफाई पनि हामी गर्न सक्छौँ। यसलाई प्रिभ्यू गर्नुहोस्, ल हेर्नुहोस् प्रिभ्यू गर्दा यस्तो देखियो, मिस्टिफाईमा यस्तो देखिन्छ। यो पनि एउटा डिजाइन भयो। त्यसै गरी अर्को गर्दाखेरि यहाँनिर रिबन्स देखिन्छ। ल हेर्नुहोस् प्रिभ्यू गरेर हेर्नुहोस्, रिबन यस्तो देखियो। सो तपाईँलाई जुन डेस्कटप स्क्रिन सेभर मनपर्छ त्यो तपाईँले के गर्नुहुन्छ, एप्लाई गर्न सक्नुहुन्छ। र माउस चलाउँदैमा यो अटोमेटिकली गायब हुन्छ। तपाईँलाई मन पर्यो एप्लाई गर्नुहोस्, ल हेर्नुहोस् यहाँनिर गायब भयो, रिबन्स भनेर के भयो, स्क्रिन सेभर आयो। त्यसै गरी अर्को यो भित्र के छ भन्दाखेरि 3D टेक्स्ट, अरू पनि अप्सन्सहरू छ, ट्राई गरेर हेर्न सक्नुहुन्छ। 3D टेक्स्टमा हामी हेरौँ, यहाँनिर योर नेम भनेर लेखिरहेछ, हेर्नुहोस् है प्रिभ्यू। योर नेम के भइरहेछ, यहाँनिर रोटेट भइरहेछ। यसलाई हामी के गर्न सक्छौँ, सेटिङमा गएर आफ्नो नाम लेख्न सक्छौँ। यहाँनिर योर नेमको ठाउँमा तपाईँले ब्याक स्पेस हान्नुहोस्, यहाँनिर आफ्नो नाम लेख्नुहोस्। जस्तै मेरो नाम भुवन, BHUWAN, भुवन भनेर मैले यहाँ लेखेँ। यसको लार्ज साइज, स्मल साइज हामीले साइज यहाँबाट चेन्ज गर्न सक्छौँ। जस्तै मलाई साइज चेन्ज गरौँ। यसको स्पिड हामीले चेन्ज गर्न सक्छौँ, रोटेसन स्पिड। र यसको टाइप पनि हामीले के गर्न सक्छौँ, रोटेसन टाइप। हामीले हेर्नुहोस् वब्बल गरेपछि यसरी चेन्ज हुने भयो। र यसको कलरहरू हामीले के गर्न सक्छौँ, यहाँबाट यसरी रिफ्लेक्सन, यहाँबाट टेक्स्चर हामीले के गर्न सक्छौँ, चेन्ज गरेर सोलिड कलरमा हेर्नु, कस्टम गरौँ। यहाँबाट कलर अहिले ग्रिन कलर थियो, मलाई निलो कलर चाहियो, ओके गरौँ। यसलाई पनि ओके गरौँ। ल अब हेर्नुहोस् प्रिभ्यू गरेर हेर्नुहोस् त, ल हेर्नुहोस् मेरो नाम आयो, निलो कलर भयो र रोटेट हुने स्टाइल पनि के भयो, चेन्ज भयो। सो हामी यहाँभित्र सेटिङभित्र गएर अब तपाईँलाई अर्को कुरा लेख्नु छ भने यहाँबाट लेख्न सक्नुहुन्छ। तपाईँ यहाँबाट फोन्ट पनि चुज गर्न सक्नुहुन्छ, लेटरको स्टाइल। त्यसै गरी वब्बल, यहाँबाट रोटेसन टाइप, यहाँबाट कलर चुज गर्न सक्नुहुन्छ, यहाँबाट फास्ट, यहाँबाट साइज, अनि ओके गर्नुहोस्, यो एप्लाई हुन्छ। अब एप्लाई गरिदिनुहोस्, ओके गरिदिनुहोस्, हेर्नुहोस् 3D टेक्स्ट लागु भयो। अब त 1 मिनट छोड्नुहोस्, तपाईँको भुवन भनेर स्क्रिनमा एपियर हुन्छ र के हुन थाल्छ, तपाईँको नाम डिस्प्ले हुन थाल्छ। स्क्रिन सेभर चाहिँदैन, यहाँभित्र आउनुहोस्, यहाँ 3D टेक्स्टभित्र क्लिक गर्नुहोस्, यो स्क्रिन सेभरभित्र ड्रप डाउन बटनमा नन गर्नुहोस्, एप्लाई गर्नुहोस्, ओके गर्नुहोस्। ल हेर्नुहोस् स्क्रिन सेभर के भयो, अफ भयो। सो यसरी हामी के गर्न सक्छौँ, डिस्प्लेहरूलाई यहाँ स्क्रिनमा भएको इफेक्टहरूलाई हामी चेन्ज गर्न सक्छौँ। ब्याकग्राउन्ड चेन्ज गर्न सक्छौँ, यो विन्डोजको रिबनहरूको कलर चेन्ज गर्न सक्छौँ, र अर्को यहाँभित्र स्क्रिन सेभर लागु गर्न सक्छौँ। र अर्को बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यो आइकन्सहरू जुन यहाँ एपियर भएको छ यो कसरी ल्याउने भनेर हामीले बुझ्नुपर्छ।
जस्तै मानौँ यहाँनिर गुगल क्रोम राखिएको छ, हामीले क्लिक गऱ्यौँ, ल हेर्नुहोस् गुगल क्रोम हाम्रो के भयो, ओपन भयो। मलाई के गर्नु छ, चलाउनु छैन अहिले, यसलाई क्लोज गरौँ। सो यसरी हामीले के गर्न सक्छौँ, यहाँ आफूलाई चाहिने प्रोग्रामहरू यहाँनिर यो टास्क बारमा हामीले एट्याच गर्न सक्छौँ। जस्तै हामी यहाँभित्र क्लिक गरौँ, मलाई वर्डहरू चलाइरहन्छु, माइक्रोसफ्ट अफिसभित्रका प्रोग्रामहरू, अफिसभित्रको प्रोग्रामहरू यसरी हामीले खोल्ने। जस्तै म यहाँ के गर्छु, वर्ड चलाइरहन्छु, के गर्ने, राइट माउस क्लिक गर्ने, वर्ड माइक्रोसफ्ट वर्डमा जाने, राइट माउस क्लिक गर्ने, पिन टु टास्क बार गर्ने। ल हेर्नुहोस् वर्ड यहाँनिर आयो। त्यसै गरी मलाई एक्सेल चाहियो, राइट क्लिक गर्ने, पिन टु टास्क बार गर्ने, हेर्नुहोस् आयो। त्यसै गरी अर्को भनेको पावर पोइन्ट म युज गर्छु जेनरली, पावर पोइन्ट, पिन टु टास्क बार गर्ने। ल हेर्नुहोस् टास्क बारमा आयो। अब यहाँ तपाईँलाई वर्ड चाहियो भने तपाईँले के गर्नुहोस्, यहाँ क्लिक गर्नुहोस्, ल हेर्नुहोस् वर्ड एपियर भयो हो। अब यहाँ काम गर्न सक्नुहुन्छ, तपाईँले जे मन पऱ्यो तपाईँले यसरी लेखेर गर्न सक्नुहुन्छ। यो मेरो 2010 प्रोफेसनल प्लस हो। त्यसै गरी तपाईँलाई एक्सेल चाहियो भने एक्सेलभित्र क्लिक गर्नुहोस्, ल हेर्नुहोस् खुल्यो। अब हामीलाई के गर्नु परेन भन्दाखेरि हामीलाई यो भित्र जानु परेन, हरदम स्टार्ट जतिखेर पनि यो स्टार्ट मेनुमा गएर अब यहाँ गएर खोजेर ल्याउनु परेन, हाम्रो यहीँनिर एपियर भयो। त्यसै गरी हामीलाई यो चाहिँदैन भने हामीले यहाँबाट अनपिन फ्रम टास्क बार गर्ने, अनपिन फ्रम टास्क बार गर्ने, यिनीहरू सबै गायब हुन्छ। ल हेर्नुहोस् राइट क्लिक गर्ने, अनपिन फ्रम टास्क बार हटेर गयो। त्यसै गरी अर्को के गर्न सकिन्छ भन्दाखेरि मलाई अब यो स्क्रिनमा स्टार्ट बटन थिच्ने बित्तिकै मलाई यहाँनिर एपियर होस् भनेर, यो लिस्टमा एपियर होस् भनेर चाहनुहुन्छ भन्दाखेरि अल प्रोग्राममा जाने, कुन प्रोग्राम त्यहाँ चाहनुहुन्छ, जस्तै अफिसकै हेरौँ, एक्सेलले मलाई त्यो प्रोग्राममा चाहियो, राइट क्लिक गर्ने, यहाँभित्र के दिएको छ, पिन स्टार्ट मेनु क्लिक गर्नुहोस्। त्यसै गरी एमएस वर्ड राइट क्लिक गर्नुहोस्, पिन टु स्टार्ट मेनु, टास्क बारमा गर्दा यहाँ टास्क बारमा एपियर हुन्छ, स्टार्ट मेनु गर्दाखेरि राइट क्लिक गर्नुहोस् है। ल अब हेर्नुहोस् बाहिर हेर्नुहोस्, अब यहाँनिर हामीले हेर्नुहोस् माइक्रोसफ्ट एक्सेल स्टार्ट बटनमा आयो, माइक्रोसफ्ट वर्ड 2010 यहाँनिर आयो। अब यहाँनिर क्लिक गर्नुहोस्, तपाईँको प्रोग्राम यहाँ के हुन्छ, रन हुन थाल्छ। अब तपाईँले काम गर्न सक्नुहुन्छ, सर्टकट भयो तपाईँलाई। त्यसै गरी मलाई यिनीहरूलाई के गर्नु छ, यहाँ राख्नु छैन, यहाँबाट हटाउनु छ भने राइट क्लिक गर्नुहोस्, रिमुभ फ्रम लिस्ट गर्नुहोस्, हट्यो, राइट क्लिक गर्नुहोस्, रिमुभ फ्रम लिस्ट। त्यसै गरी अब तपाईँलाई के चाहियो भन्दाखेरि मानौ पेन्ट मलाई के गर्नु छ, सर्टकट मलाई स्क्रिनमा राख्नु छ, जसरी यो डिजाइनहरू राखिएको छ है। यहाँनिर यसरी सेलेक्ट क्लिक गर्ने स्टार्ट बटनमा, जुनसुकै प्रोग्राम पनि या अल प्रोग्राममा जाने, यहाँबाट कुन मनपर्छ तपाईँलाई, जस्तै मलाई पेन्ट मन पऱ्यो है, यहाँनिर एमएस पेन्ट या अर्कै प्रोग्राम कुनै भनौँ न, जस्तै इन्टरनेट एक्सप्लोरर स्क्रिनमा छैन, यसलाई के गर्ने, यसरी कपी मुभ गर्ने, यसरी ड्र्याग गर्ने, लेफ्ट माउस क्लिक गरेर बाहिर ल्याउने अनि यहाँ ल्याइसके पछाडि छोडिदिने। ल हेर्नुहोस् इन्टरनेट एक्सप्लोरर के भयो, स्क्रिनमा आयो। अब हामीले यसरी डबल क्लिक गरेपछि के हुन्छ, इन्टरनेट एक्सप्लोरर आयो, चाहिँदैन, क्लोज गर्ने। त्यसै गरी अरू प्रोग्राम ल्याउनु पऱ्यो भने जस्तै मलाई पेन्ट ल्याउनु पऱ्यो, यसलाई के गर्ने, क्लिक गर्ने, लेफ्ट माउस क्लिक गर्ने अनि ड्र्याग गर्ने, क्लिक गरिराख्ने अनि यसलाई के गर्ने, माउस सारेपछि यहाँ बाहिर आउँछ, यहाँनिर हालिदिने। ल हेर्नुहोस् हामीले इन्टरनेट एक्सप्लोरर ल्यायौँ यहाँनिर, त्यसै गरी पेन्ट ल्यायौँ। अब यिनीहरू चाहिँदैन भन्दै गएर यसलाई सेलेक्ट गऱ्यौँ, फेरि कन्ट्रोल थिच्ने, अरू जुन जुन चाहिँदैन यसरी सेलेक्ट गर्ने, मलाई लिमिट पनि चाहिँदैन, यसलाई पनि सेलेक्ट गर्ने, यिनीहरूलाई के गर्ने, राइट माउस क्लिक गर्ने, डिलिट गरिदिने। अब यो डिलिट गरेपछि इम्पिटी रिसाइकल बिन गर्न बिर्सिने, रिसाइकल बिनमा गएर बर्सिन्छ। यहाँ चाहियो भने राख्ने, चाहिँदैन भने यहाँबाट डिलिट गरिदिने, यो कम्प्युटरबाट पर्मानेन्टली डिलिट हुन्छ। अब हेर्नुहोस् यसरी डिलिट गर्दै गर्दा हाम्रो त्यो एप्सहरू जुन थियो इन्टरनेट एक्सप्लोरर पेन्ट, त्यो डिलिट हुँदैन कम्प्युटरबाट। त्यो के भएको भन्दाखेरि डेस्कटपबाट मात्रै डिलिट भयो, तर हाम्रो कम्प्युटरमा छँदैछ। ल हेर्नुहोस् पेन्ट यहाँनिर छ, हामीले यसरी क्लिक गरेपछि पेन्ट आयो है, चाहिँदैन, क्लोज गर्ने। यसलाई हामी के गर्न सक्छौँ, पेन्टलाई यसरी ड्र्याग गरेर ल्याउन सक्छौँ, चाहिँदैन हामीले के गर्छौँ, यसलाई राइट क्लिक गरेर हामी डिलिट गरिदिन्छौँ। ल हेर्नुहोस्, सो यसरी हामीले चाहिनुपर्ने कुराहरू के गर्न सक्छौँ, यसरी हामीले स्क्रिन डिजाइन गर्न सक्छौँ। हामीले टास्क बार बारे बुझ्यौँ, पर्सनलाइज कसरी गर्ने, डेस्कटप ब्याकग्राउन्ड कसरी चेन्ज गर्ने, यो मेनुहरूको के भन्छ, यो टास्क बारहरूको विन्डोजहरू कलर कसरी चेन्ज गर्ने, एपियरेन्स, त्यसै गरी स्क्रिन सेभर कसरी एप्लाई गर्ने, आइकनहरू कसरी एरेन्ज गर्ने, कसरी यिनीहरूको साइज बढाउने, ग्याजेट्स कसरी ल्याउने, त्यसै गरी प्रोग्रामहरू टास्क बारमा कसरी पिन गर्ने र स्टार्ट मेनुमा कसरी प्रोग्रामहरू ल्याउने बारे बुझ्यौँ। र अरू बाँकी कुराहरू म तपाईँहरूलाई यसरी नै सेयर गर्ने। धन्यवाद छ यहाँहरूलाई कम्प्युटर बेसिक कोर्स पार्ट 1 अन्तर्गतको स्क्रिन डिजाइनिङको भिडियो हेरिदिनु भएकोमा। म पुनः यहाँहरूको प्रतिक्रिया हेरी चाँडै नै बेसिक कोर्स पार्ट 2 को भिडियो अपलोड गर्नेछु र साथै एमएस वर्ड, एक्सेल र पावर पोइन्ट जस्ता महत्त्वपूर्ण अफिस एप्लिकेसनको भिडियो समेत नेपाली भाषामा अपलोड गर्नेछु। साथै इङ्ग्लिस फ्लुएन्टली बोल्न नि भिडियो मार्फत सिकाउने प्रयास गर्नेछु। त्यसको लागि यहाँहरूले मेरो युट्युब च्यानल द क्रिएटिभ माइन्ड प्रोडक्सनलाई लाइक अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद, सी यू सुन।